इन्सपावर प्रस्तुत गर्दछ कृषि स्वास्थ्यमूलक र ज्ञानवर्धक जानकारी। कृषि क्षेत्रको मेरुदण्ड अनि लाखौं मानिसहरूको ढुकढुकी कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयको प्राङ्गणबाट न्यानो नमस्कारका साथ स्वागत गर्दछु हजुरहरूलाई अर्को भिडियोमा। आजको बसाइमा हामी कुरा गर्नेछौँ यिनै प्राङ्गणभित्र रहेको विभिन्न भवनमा हुने शैक्षिक कार्य विभाजनबारे, जहाँ प्रत्येक सुनौलो बिहानीसँगै जन्मिन्छ ज्ञानको उज्यालो, श्रमको तातो धड्कन र आशाले सिन्चित नयाँ यात्रा। यहाँका प्रत्येक भवनमा, विद्यार्थीका प्रत्येक सपनामा र भविष्यका प्रत्येक धड्कनमा कुनै न कुनै कथा धड्किरहन्छ। सर्वप्रथम कुरा गरौँ परीक्षा नियन्त्रण कार्यालयको। यिनै कार्यालय जसलाई भविष्यको अक्षर कोरिने पवित्र कक्ष पनि भनिन्छ। यो कक्ष केवल काठ ढुङ्गाले बनेको संरचना होइन, यो त हजारौं विद्यार्थीको श्रमलाई अक्षरमा बदलिने शान्त कारखाना जस्तै हो। यही तयार हुन्छ परीक्षाका तालिका, जसले विद्यार्थीको दिनचर्या मात्र होइन, उहाँहरूको सपना समेत अनुशासनमा बाँधिदिन्छ। यही सुरक्षित राखिन्छ गोप्य प्रश्नपत्र, जसलाई कागज होइन विश्वासले तानाबाना दिएर अर्को दिनको उज्यालोसँगै जोडिएको हुन्छ। फर्म फिलअपदेखि ट्रान्सक्रिप्ट, माइग्रेसनदेखि प्रोभिजनलसम्म यहीँ धड्किन्छ विद्यार्थीको आधिकारिक जीवन। यस कक्षमा बस्छ गम्भीरता, यसको ढोकाभित्र राखिन्छ श्रमको मूल्य र यहीँबाट निस्कन्छ परिणाम बनेर चिनिने एउटा महत्त्वपूर्ण शक्ति। अब कुरा गरौँ शैक्षिक हलको। यिनै हल जहाँ निर्णय र नीतिहरू बनाइन्छ। यो स्थान विश्वविद्यालयको हृदय जस्तै हो, जहाँ निर्णयहरूको धड्कन सुनिन्छ, कागजका पानामा भविष्यका रूपरेखा नाच्छन् र विश्वविद्यालयको गति छन्द यहीँबाट तय हुन्छ। यहीँ बसेर बनाइन्छ नियम, नीति र योजना। कहिले त एउटा गोलमेज बैठकमा 10औं वर्षको दिग्दर्शन उब्जाउँछन्। अकाउन्ट, प्लानिङ, स्कलरसिप, डिन अफिस, एचआर सबैको पाइला यहीँ समायोजित हुन्छन्। यो भवन कहिले कागज कलमको कोमल आवाजले भरिन्छ, कहिले गम्भीर छलफलको मौन ताली, तर जति बदलिए पनि यहीँ बन्छ एएफयूको व्यवस्थापन कविता। अब कुरा गरौँ बहुउद्देशीय हलको। यिनै हल जहाँ सिर्जना, उत्साह र प्रतिभाको विशाल रङ्गमञ्च खडिन्छ। यो भवन विद्यार्थीको भावना, कला र प्रतिभाको बृहत आकाश जस्तै हो। ओरिएन्टेसनको पहिलो मुस्कानदेखि फेयरवेलको अन्तिम अङ्गालोसम्म विद्यार्थीको यात्रा यसको छायामा नापिन्छ। सेमिनार, वर्कसप, थेसिस प्रेजेन्टेसन अनि कन्फरेन्स, प्रत्येक भाषण, प्रत्येक प्रोजेक्टरको उज्यालो, प्रत्येक ताली विद्यार्थीलाई थप पुरस्कृत बनाउने अनुभूतिको पाठशाला बनेर रहन्छ। कहिले सांस्कृतिक कार्यक्रमले उज्यालिन्छ, कहिले एग्रिफेस्टको हल्लाले धड्किन्छ, त कहिले कन्फरेन्सले हरेक मन मुटुलाई जोड्छन्। कहिले परीक्षा कक्ष बनेर सैकडौँ कलमहरूलाई एउटै मौनतामा डुबाउँछ। त्यसैले यो हल सिर्जना, सपना र साधनाको साझा मञ्च। परीक्षा नियन्त्रण कार्यालय, शैक्षिक कार्यालय र सँगसँगै बहुउद्देशीय हल, यी तीन धरोहरले एएफयूलाई केवल विश्वविद्यालय मात्र बनाउँदैनन्, यिनले बनाउँछन् भविष्य बोक्ने ज्ञान यात्रा। र यही रामपुरको हावामा हरेक विद्यार्थीले आफ्नो भविष्य लेख्न थाल्छ। यदि यो भिडियो र जानकारी मन पर्यो भने हामीहरूलाई फेसबुक, टिकटक र युट्युबमा फलो, सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै स्वास्थ्यमूलक, कृषि र ज्ञानवर्धक जानकारी लिएर फेरि पनि उपस्थित हुनेछु अर्को भिडियोमा। आजलाई बिदा दिनुहोस्। हवस् त, धन्यवाद। राधे राधे।